यहाँ दर्शकहरू फलामको चुलो चाइनिज प्रविधिको चुलो चाहिँ धमाधम चाहिँ वडा नम्बर 5 दर्शकहरू अहिले फेरि हामी राधिकाज्यूको यो फलामे चुलो उद्योगमा आइसकेको यो चुलोको विषयमा यो नयाँ फेरि सामानहरू अलिकति चेन्ज भएछ थोरै भनिदिनुहोस् न। विशेषता सरलाई नमस्ते धन्यवाद। हजुर तपाईहरुले गर्दा हामीले अब पैसा कमाउने मौका पाएको छौं। देश विदेशबाट हामीलाई माया गरिदिनुहुन्छ तपाईहरुले गर्दा। हजुर यो चुलोको फेरि भनिदिनुहोस् न, यो अलिकति चेन्ज भयो त। यो पहिला चाहिँ यस्तो दिन्थ्यौं क्या सर, यो प्लेन सिटको हैन। ए हजुर पहिला चाहिँ है पहिला प्लेन सिटको दिन्थ्यौं। हजुर यो चाहिँ राम्रो नहुने रहेछ सर। ए हजुर हैन देखाउनु हुने रहेछ। यो त ठिकै हो हैन, तर यो ठिकै हो, तर भित्रको जुन छ नि हो हजुर भित्रको चाहिँ हामीले यो चाहिँ भित्रको यो ढिक्का चाहिँ मोटोमै हो हैन। यो माथि माथिको पनि यो चाहिँ बाहिरको कभर भए पनि हल्का पातलै थियो, तर अहिले हामीले सबैतिर मोटै हाल्नु थालेको छौँ क्या सर। यो 8 mm को हो। हजुर यो 8 mm यो चाहिँ विशेष रक्सी पार्दा नै हुन्छ। यसमा चारो पकाउँदा रक्सी पार्दा जे गर्दा नि हुन्छ। हजुर भन्छ यो पुरै चेन्ज भयो त है, फलामहरू अलिकति राम्रो राम्रो नै। अनि यो पनि हामीले दिने गर्छौँ सर। ए यो चाहिँ सबै फलामको है। हजुर ए पहिलाको टिनको थियो पहिला टिनको थियो। हजुर प्लेन सिटको। हजुर अनि अहिले हामी यस्तोहरू पनि बनाउँछौँ। ए र्याकहरू पनि है। यो हजुर फुल स्ट्यान्ड हो। हजुर यो राम्रो छ। हजुर हजुर र्याकहरू पनि बनाउनुहुन्छ है। र्याक हो यो फुल स्ट्यान्ड। यहाँ गमलाहरू राख्छ नि सर। हजुर यहाँ जत्रो ठुल्ठुलो गमला नि अट्छ क्या सर। यो ए हजुर ठुल्ठुलो गमला राख्नेको लागि हो। हजुर भित्र मान्छेहरूले मनी प्लान्टहरू राख्छ नि त्यसको लागि हो। हजुर यो लग भने हामी मिलाएर दिन्छौँ यस्तोहरू पनि। हजुर अर्डर अनुसार पनि हामी बनाउँछौँ। अहिले यो अब यो पुरै चेन्ज गर्नुभयो चुलो पनि होइन। अहिले अब कतिको चाहिँ अर्डरहरू आइरहेको छ? अर्डर कहिले नि कहीँ आउँछ सर। अहिले है फटाफटा आइरहेको छ। हजुर अनि यो नि अर्डरकै हो। हामी चाहिँ अब उहाँहरू अलिकति बिजी हुनुहुन्छ होला। हजुर अनि यो त बाहिर बनाउँदैछ नि 2 मुखे चाहिँ अर्डरको हो। ए यो अहिले भर्खर है। ए हजुर अनि त्यो त्रिशुल छ। हजुर त्रिशुल पनि एउटा ठुलो। हजुर ए जस्तै अब के छ चुलोको विषयमा अहिले पछिल्लो समयमा अपडेट तपाईँले गरिरहँदाखेरि कस्तो पाइरहनु भएको छ? अब पहिला नानीहरूले चाहिँ अलिकति गुनासो गर्नुहुन्छ, हामीलाई त्यस्तो सिम्लीहरू दिनुभएछ, हाम्रो अलिक पातलो भयो भन्नुहुन्छ। तर अहिले नानीहरूले चाहिँ एकदम राम्रो छ। हाम्रो मिस्त्री दाइले पनि उसको पाहाड दिनुभएको छ, एकदम राम्रो छ भन्नु कति लिइदिनु भएको छ होइन। अब अहिले नि अब चाहेमा लिइदिनु होला। पहिला भन्दा नि हामीले अब राम्रो प्रयास गरेर बनाएको छौँ है। अनि अब चाहनु हुनेहरूले आइदिनु। यहाँ हामी देउराली 5 मा बस्छौँ। यो चौकीदेखि पूर्वतिर भन्दा हुन्छ, सजिलो सर्टकटमा लोकेसन। अब पहिला जे जस्तो थियो अब त्यो भन्दा हामीले पनि भोग्यौँ, चलायौँ, जान्यौँ राम्रो नराम्रो। हामी अब यस्तो खाले बनाउने सर नमस्ते लिएको छौँ। हजुर हजुर त्यसलाई हामी यहाँ ट्याङ्कीको रूपमा प्रयोग गर्छौँ है सर। ए हजुर अनि भित्रीबाट पनि हुन्छ कि भित्री भन्दा पनि बाहिर भयो भने राम्रो हुन्छ कि। अनि यहाँबाट ट्याङ्की तातो पानी तातिन्छ क्या यहाँ यही आगोले पानी पनि तातिन्छ, भात सबै पाक्छ। हजुर यो चाहिँ हाम्रो 2 मुखेमा हेभीमा हो सर। यो चाहिँ अरू चुलो भन्दा अलिकति फरक र त है। यो 2 मुखे हो। हजुर 2 मुखे अनि यसमा ठुलो फेरि यसमा फेरि सानो पनि आउँछ सर। ए हजुर यो दाजु कति केजी जति हुन्छ यो बन्दा गर्दा? 65 किलो जति काठमाडौँ पठाएको 65 हो। मैले त्यहाँनिर 80 केजी लिएर हेर्नु भएछ कि। हजुर अनि उहाँले नै अर्डर दिनुभएको। पर्सि हलेसी ज्यादा लानुहुन्छ अरे। ए हजुर यो चाहिँ कहाँ कुन ठाउँबाट अर्डर है? युकेबाट है। ए के यो भन्दा अगाडि पनि बनाउनु भएको थियो कि? हजुर हामी बनाउनु भएको थियो है। ए त्यो कारणले त्यो हेरेर चाहिँ युकेबाट अर्डर गर्नुभयो है। ए अनि यो चाहिँ कुन ठाउँमा चाहिँ पुऱ्याउनु पर्ने? खोटाङ लानु। खोटाङ ए युकेबाट अर्डर गरेर। हजुर
ए भनेपछि यो त एकदमै ठुलो पो तिल सुरु बनाउनु भयो है। कति दिन पो लाग्दो रहेछ यो तयार हुनुलाई? एक दुई दिनमा गरिहाल्नुहुन्छ। एक दुई दिनमा है। रङहरू लाउँदा एक दुई दिन लाग्छ। हो हिजो बनाउनु भयो हजुर। अब यो हजुरको कारखानामा चाहिँ के चाहिँ बन्छ अथवा हामीले चाहिँ यो उद्योगबाट चाहिँ के चाहिँ सेवा सुविधा दिन सकिन्छ? अर्डर गर्नु पर्यो भने जस्तै चुलो त भइहाल्यो विशेषता यहाँ होइन, चाहिने प्रविधिको चुलो सँगसँगै त्रिशुल पनि पछिल्लो समयमा अहिले देखियो होइन। यो बाहेक अरू के बन्छ? हजुर यो चुलो होइन। हजुर अब चुलोमा त्यो पानी तताउनेदेखि लिएर होइन हामी सबै बनाउँछौँ। अहिले त्यो ट्याङ्की राखेर तताउने बनाउने भनेर सामान लिएको छौँ। बनाउनु चाहिँ अलिक टाइम भएको छैनौँ कि मिस्त्री दाइ पनि भर्खर कोठाहरू सर्दै हुनुहुन्छ। अनि हाम्रो भाइ पनि यता उता गर्दै हुनुहुन्छ, म पनि यता उता छु। अब निरन्तर अब काम गर्ने त्यसपछि हामी बनाउँछौँ, हेर्नु होला। ए हजुर दिनु होला। हजुर हजुर होइन जस्तै मैले भन्न खोजेको थिएँ जस्तै अहिले यो पछाडि तपाईँको ब्यागमा चाहिँ ऱ्याक पनि बनाउनु गयो त होइन? ऱ्याकहरू बनाउँछौँ, यो घरको काम यो क्रसहरू सबै गर्छौँ नि। सबै गरिन्छ है। यो तिल सुरु अलिकति जस्तै अब यो पछाडि तपाईँको चाहिँ ऱ्याकहरू पनि देखिरहेको छौँ होइन। यो ऱ्याक पनि बनाइरहनु भएको छ, त्रिशुल भयो, यता तपाईँको त्यो चुलोहरू त अब यहाँको विशेषता नै हो होइन। अब जस्तै अगाडि एउटा चिम्टा पनि बनाउनु पर्छ होइन, किरा समात्ने होइन। हो भने चाहिँ विभिन्न चिजहरू जस्तै अब ट्रसको पनि भोलि काम आयो भने त्यो पनि हामी गर्छौँ होइन। जहाँ चाहिँ सामानहरू लिएको छौँ। ए हजुर केही दिनपछि हामी अब लगातार बनाउँछौँ। अहिले चाहिँ हामीसँग दाइ पनि भर्खर कोठा सर्दै हुनुहुन्छ यता र उता। हजुर अलिअलि काम पनि बाहिर आएको छ। ए हजुर अनि अब म पनि त्यहाँ पहिला त्यहाँ त्यो फास्टफुड राख्ने ठाउँमा हजुर पानी परेर के कामै गर्नु दिँदैन। ए त्यो सार्ने भनेर हजुर यताउति मिलाउँदैछु यहाँ। ए अब यहाँ म पनि यहीँबाट भान्चो जाने सोचेको छु। ए यहीँबाट है। हजुर ए जस्तै अब एउटा महिला हुनुहुन्छ है, एउटा छोरी मान्छे हुनुहुन्छ, जस्तै यो दुइटैलाई यतिका यो चाहिँ एउटा तपाईँको चाहिँ यो उद्योगलाई यसलाई जीवित राख्नुको लागि यसलाई कन्टिन्यू लानुको लागि निरन्तर तपाईँ लागिरहनु भएको छ। कहिले तपाईँ ऱ्याक पनि चाहिँ नयाँ नयाँ यहाँको चाहिँ जो व्यक्तिहरू जसले अर्डर गर्न चाहनुहुन्छ उहाँहरूले अब जस्तै ऱ्याक पनि अर्डर गर्न सक्नुहुन्छ, त्रिशुल भयो, तपाईँको चुलो यहाँको विशेषता भयो, विभिन्न चिजहरू यसरी उत्पादन गरिरहँदा एउटा महिला होइन एउटा छोरी मान्छे कतिको गाह्रो चाहिँ हुँदो रहेछ, कसरी म्यानेज गरिरहनु भएको छ? गाह्रो त अब गाह्रो काम गर्नु त गाह्रै हुन्छ, तर पनि अब गाह्रो मान्नु भएन, अल्छी मान्नु भएन होइन। अब मुटु दोहोरो बनाएर काम गर्नुपर्छ होइन। अब मान्छेको कुरा सुनेर बस्यो भने त जिन्दगी नै बर्बाद हुने रहेछ। त्यही भएर म चाहिँ अब काम गर्नुपर्ने अब त्यही हो, गरी खानुपर्छ होइन। मन सानो पार्नु हुँदैन, अब जे हुनु भइहाल्यो, अब के गर्नु त। अब अरू मभन्दा अरू झन् मभन्दा अझै धेरै दुखीहरू पनि छ नि त संसारमा। मभन्दा दुःख पाउने झन् धेरै दुःख पाउनेहरू पनि छ, पीडा हुनेहरू पनि छ। उनीहरूलाई पनि सम्झिन्छ, अब सम्झिनुपर्छ। अब आफ्नो पनि दुःख, अब त्यो दुःख त लाग्छ, काम गर्नु पनि लाग्दैन, गाह्रो त हुन्छ। तर के गर्नु, नगरी किन अब पाक्नु पनि नराम्रो हो नि त। दुःख पायो भनेर बोलाउनु भएन, मान्छेले कुरा काटो, मान्छेले नराम्रो भनौँ भनेर अब कुनामा बसेर रोएर नि बस्नु कति होइन राम्रो होइन। अब यता गएर उता गएर कामै गर्नु राम्रो रहेछ काम गरौँ। जो जीवनमा कामको चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ, काम चाहिँ महत्त्व हुन्छ होइन। अब शरीरले साथ दिनजलिसम्म आफ्नो अब बलले दिमागले भ्याएकोसम्म होइन काम गरेकै राम्रो हुन्छ। सबैजना हामी अल्छी नमानी काम गरौँ होइन। अब मन बिग्रिए पनि अब दुःख लागे पनि आफ्नो पछि जिम्मेवारी पनि सम्झिनुपर्छ होइन। हामी अब एउटा मान्छे भएर जन्मिसकेपछि दुःख सुख राम्रो नराम्रो सबै छुट्याउनु सक्नुपर्छ। हजुर जस निरन्तर चाहिँ काम हामीले काममा फोकस गर्नुपर्छ भन्ने चाहिँ लाग्दछ है। जो अब चाहिँ अब यो कम्पनीमा चाहिँ अब
के चिजहरू अझै बन्नेवाला के तपाईँले सोच्नु भएको छ अथवा आम जसले चाहिँ चुलो अर्डर गर्न चाहनुहुन्छ त्रिशुल यो ऱ्याकहरू के सुविधाहरू पाउँछ थोरै आह्वान गर्नुहोस् न। अब हजुरहरूले होइन अब भनेको अनुसार हामी बनाउँछौँ टेबल कुर्सी ऱ्याक होइन डिजाइन दिएको अनुसार हामी बनाइदिन्छौँ होइन। अब जस्ट चल्नु त पर्यो नि त सर, जीवन त चलाउनु पर्यो नि त। अब चुलाइ मात्रै बेचेर पनि अब चुलाइ मात्रै भएन होइन, अरू थोक चिज गरौँ न भनेर अब किनकि अब मैले अनिवार्य 3 वर्षसम्म मलाई दर्ता गरेको अनुसार चल्नै पर्यो। त्यसपछि अब हेरौँ अब होइन भन्छ नि अब गर्ने मान्छेलाई होइन जस्तो हालत पनि गर्ने हुन्छ भन्छ। अब सक्दो गरौँ नै भन्छु हौ सर। अब के ढाक्नु छेल्नु अब आउँदैन राम्रो पनि होइन नि त त्यस्तो कुरा, सक्दो मेहनतै गर्ने हो। अब यिनीहरू नभए पनि आखिर म त्यहाँ भानुचोकबाट होइन मेरो यत्रो वर्ष अब 60 सालदेखि जीविका चलाएकै हो सर। त्यो पनि अब मेरो त अब चलाउने बाटो छ र पनि अब यो बाटोले अब यो कारखानाले यो कामले एकता दाइहरूको भाइहरूको पनि जीविका चलिरहेछ होइन। लगायत मेरो अब उनीहरू मेरो चल्यो भने त उनीहरूको त अवश्य चलि नै हाल्छ। अब मेरो नचले पनि मेरो त अर्को बाटो छँदैछ। अब मैले जानेको अब सिप चाहिँ हुनुपर्ने रहेछ क्या मान्छेसँग, एउटा न एउटा सिप चाहिँ होइन। अब मान्छे कसैलाई घर बनाउने सिप छ, कसैलाई खेती गर्ने सिप छ होइन, कसैलाई पढ्ने सिप छ। मलाई चाहिँ त्यही मोमो चाउमिन बनाउने सिप छ होइन। अब जस्ट दुःख चाहिँ काम गर्ने मान्छे चाहिँ भोकै पनि हुँदैन र अब दुखी पनि हुँदैन भनौँ न। मनको दुःख त छँदैछ सबैको छ होइन, तर अब जस्ट अब कसैलाई देऊ न कसैलाई एकसाथ चलाइदेऊ न भन्नु परेन नि त। दुःख गरेको अनुसार त दुःख गर्यो खायो एक मुठी भए पनि कसैलाई यसो दियो होइन। जस भनेपछि अब यो चुलो चाहिँ अहिले पछिल्लो समय फेरि अर्डर आएको छ भन्नुभएको थियो, कहाँ कुन ठाउँबाट पो आयो अर्डर? अर्डर अमेरिकाबाट हाम्रो दिपेन्द्र श्रेष्ठ सरले भन्नुभएको थियो। हजुर त्यो 2 मुखी चुलो उहाँले चाहिँ अर्डर दिनुभएको थियो। हामीले यहाँबाट ढुवानी गरिदिने हो काठमाडौँदेखि दोलखा। दोलखा है भनेपछि यहाँबाट तयार गरेर काठमाडौँ हुँदै दोलखासम्म चाहिँ पुर्याउने एबीमा है। यो चाहिँ कति दिनमा तयार हुन्छ? अब दाइ भाइ 2 जना भएर गर्नुहुन्छ। अब म त अब बेला यसो हल्का फुल्का गर्छु होइन। त्यो 2-3 दिनसम्म 3 दिनमा कम्प्लिट गर्छु। भन्छ अर्डर चाहिँ आइ नै रहेको छ फाटाफुटा है। हजुर यो उहाँले पैसा नि दिएर जानु भएको छ होइन। हजुर लानु भएको छ। यो चाहिँ भक्तपुरको अर्डर है। पैसा चाहिँ दिइसक्नु भयो? अस्ति दिएको छ पैसा। लिएर चाहिँ जानुभएको थिएन है? हुन्छ उहाँले 3टा दिनुभएको थियो होइन। 2टा चाहिँ लग्यो चलाउने हुनुहुन्छ अरे। अनि यो चाहिँ अब खोइ लाने भन्दै हुनुहुन्छ। म अलिक बिजी छुइनँ होइन, अलिक पछि आउँछु भन्दै। उहाँ त यहीँ नै आउने बिता गर्नु। त्यो भएर त नभ्याउनु भएको त। उहाँ पनि अब कारिगरमा हिँडिराख्नुहुन्छ कि। हजुर अब जस्तै तपाईँले जीवनमा म यसरी फलामको चुलोहरू यस्तो गर्छु भनेर जीवनमा कहिले सोध्नु भएको थियो? सोध्नु भएको थिएन है? जीवनमा मैले न फलामको चुलो यस्तो बनाउँछु होला फलाम त छुएर पाएको थिइनँ है। छुएर पाएको थिएँ मतलब यो मिसिनहरू सिस्टम केही थाहा थिएन नि त जीवनमा। त्यही हो नसोचेको चिज गर्नुपर्छ अरे होइन, नजानेको ठाउँमा अब जान्नुपर्छ अरे। त्यस्तै भएको थियो मेरो जीवन त। अब सायद उहाँ चाइनिज अब